अब तपाईलाई के लाग्छ भन्ने कुरा हो मलाई भन्दा पनि हैन जनतालाई लागेको कुरा त गर्नु पर्यो नि त्यस्तो हो त्यस्तो हो चाहिरहेको तपाईँ चाहिँ के चाहिराख्नु भएको छ चाहिरहेका छौँ हजुर रवि लामी छानेसँग मिल्नुस् भन्ने चाहना जनताको होइन यहाँहरूलाई म जानकारी गराउँ रवि लामी छानेसँग त योभन्दा 20-25 वर्ष अघिदेखि म मिलिरहेको छु अहिले पनि मिलिरहेको छु उहाँसँग मेरो यति हार्दिक सम्बन्ध छ र अहिले पनि भेट हुँदाबाट हामी आत्मीय छौँ र एउटै मिडियाको पृष्ठभूमिबाट आएको त्यो कारणले गर्दाखेरि हाम्रो आत्मीयता त हिजो पनि थियो रविजीसँग आज पनि छ र भोलि पनि आत्मीयता रहन्छ होइन सैद्धान्तिक हिसाबमा त सिद्धान्त भनेको सबैका लागि हुन्छ त्यसकारणले रवि लामी छानेजीले लिएको सिद्धान्त मैले लिएको सिद्धान्त र तपाईँले लिएको सिद्धान्त जनताको र देशको हितको लागि हुन्छ भनेदेखि सिद्धान्तमा हामी सबै एकाकार हुनै पर्यो नि होइन